नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 537औं भिडियोमा। सर्वप्रथम लागौं रोचक जानकारीतर्फ। धेरै प्राणीहरूमा पसिना आउने गर्छ। पसिना भन्नासाथ शरीरको प्रत्येक भागमा भएका रोमकूपहरूका माध्यमबाट शरीरभित्रको बेकार पानी निस्किने प्रक्रिया भन्ने बुझिन्छ। कसैको नाकमा देखिन्छ त कसैको निधारमा देखिन्छ। तर एउटा यस्तो जनावर छ जसको जिब्रोबाट पसिना आउँछ, त्यो हो कुकुर। यसै रोचक जानकारीका साथसाथै लागौं आजको कथाहरूतर्फ। आज मैले 3वटा कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई मन पर्नेछ। सबैभन्दा पहिलो कथा रहेको छ सुनको रुख। यो कथालाई अनन्त प्रसाद वाग्लेज्यूले लेख्नु भएको हो भने यस कथामा प्रयोग भएका चित्रहरू देवेन्द्र पाण्डे देवेनज्यूले कोर्नु भएको हो। सम्पादक शान्तदास मानन्दरज्यू हुनुहुन्छ। सुनको रुख नदीका बालुवा चाल्दै खोजी हिँड्नेहरूको कथा हो। कथा राप्ती नदी बीचको टापुको बालुवा चाल्दै रहेको काजोल, उनका बा रामनन्द, उनकी आमा र मामाले बेहोरेको प्राकृतिक विपदको कथा हो। तिनीहरू काम गरिरहेको टापुलाई छोप्दै नदी जब अचानक बढ्यो, तिनीहरूले आफू बाढीबाट जोगिन उम्कने कुनै बाटो देखेनन् र टापुको बीचमा रहेको रुखमा चढे। बाढीले त्यसलाई समेत हल्लाउन थाल्यो। यसरी जीवन र मृत्युको दोसाँधमा रहेर सङ्घर्ष गरिरहेका अत्यन्त वास्तविक देखिने तिनीहरूको यो कथा सुरुदेखि अन्त्यसम्म कौतूहलपूर्ण छ। आखिरमा गाउँलेहरूले चलाएको हल्लीखल्ली र सेनाका जवानहरूको समयमै गरिएको शीघ्र प्रयत्नमा तिनीहरू चारैजनाको उद्धार हुन्छ। आशा छ तपाईलाई यो कथा मन पर्नेछ। गुहार गुहार, हामीलाई बचाओ, आमाको चर्को स्वर सुनियो। आमा एक्कासी कराएको सुनेर काजोल झसङ्ग भई ऊ टापुको बालुवामा खेलिरहेकी थिए। उसले यताउता हेरी। उसले टापुमा भने अरू केही देखिन। आमा कालो निलो भएकी थिइन्। आमासँगै बुबा र मामाहरू पनि थिए। सबै डरले थुरथुर कापिरहेका थिए र हडबडाइरहेका थिए। आमा भने ठुल्ठुलो स्वरले कराउँदै गुहार मागिने रहेकी थिइन्। काजलको सिंह परिवार त्यो दिन त्यस टापुका बालुवामा सुन खोज्न पुगेको थियो। टापु ठुलो थियो, टापु बालुवाको थियो र कतै कतै ढुङ्गा माटो पनि थियो र त्यहाँ साना साना बोटहरू उम्रेका थिए भने टापुको बिचैमा एउटा रुख पनि थियो। रुख ज्यादै ठुलो थिएन, तर तिनका हाँगाहरू भने फिजिएका थिए। रुखका वरिपरिका बालुवामा ठुल्ठुला ढुङ्गाहरू सुतेका देखिन्थे। काजलले फेरि पनि यताउति हेरी। यसपालि उसले टापुका चारैतिर पानी बढिरहेको देखी। काजलका बा बाटो हराएको मान्छे झैं कहिले यता कहिले उता गर्दै टापुका वरिपरि दगुरिरहेका थिए। दगुर्दा दगुर्दै निराशिएर उनी आफ्नो हातमा रहेको बालु चाल्नो फ्याँकेर थचक्क बसे। उनी हुनसम्मको निराश भएका थिए र कराए, लौ बाँच्नु यति नै रहेछ। बालुवामा बस्न पुगेका बाका हात समातेर आमा कराइन्, पानी पर्न साथै मैले त भनेकी नै थिएँ जाउँ जाउँ भनेर, तर तपाईले सुन्नु भएन। यति हुन रहेछ। छेउमै उभिरहेका मामा कहिले आकाशतिर त कहिले बेगले बगिरहेको नदीको पानी हेर्दै थिए। उलिँदै बगिरहेको नदीको पानी झनझन धमिलो हुँदै थियो। हेर्दा हेर्दै टापुको आकार सानो हुँदै गइरहेको थियो। सानी काजलले यसपालि आफ्ना आँखा चिम्म गरेर सोची, अहिले म एउटा चरा भइजाउँ अनि भुर्र उडाउँदै आमा, बुबा र मामा सबैलाई नदी माथिबाट घर पुर्याउन सकिजाउँ। उसले फेरि सम्झी, म गरुड बनू, लाटो कोसेर बनू वा चिल बनू। र उसले आफ्ना हातहरू पखेटा बनुन् भनेर तिनलाई फैलाई, तर ती पखेटा बनेनन्। यसपालि उसले कुचोमा बसेर उड्ने बोक्सी भन्ने कल्पना गरी। जे चाहियो त्यही गर्न सक्ने झाँक्रीबाको पनि कामना गरी सुने जति सबै देवताको नाम जपी। आकाशमा काला बादलहरू दौडिरहे। छिनछिनमा बिजुली चम्किरह्यो।
मेघ गर्जनले जमिन हल्लन थाल्यो। त्यसरी नै काजलका आमा, बा र मामा के गरौँ कसो गरौँ गर्दै अत्तालिएका थिए। तिनीहरूले सोचे त्यो दिन नआएको भए, भनौँ त्यसरी आउन नपरेको भए राम्रो हुने थियो। तर यसैबाट उनीहरूको परिवार चलेको थियो। यसलाई छाड्नु भनेको छाक छाड्नु नै हुन्थ्यो। अनि नआएर के गर्ने? उनले बागमती, नारायणी, महाकाली, बबई धेरै नदीहरूका बगर छिचुलिसकेका थिए। यसपालि उनी रापतीको तीरमा थिए। नदी फराकिँदै बगिरहेको थियो र एकछिन अघिसम्म ठूलो देखिने त्यो टापु सानो देखिन थाल्यो। बाढीले घेरिएका चारैजना एकले अर्कोलाई कसिलो गरी समाउँदै फतफताइरहेका थिए। आफ्ना छाती दबाउँदै उनले निकै बेरसम्म बाढी घट्ने आशा गरेका थिए, तर बाढी घटेन। जे नहुनु थियो त्यही भइदियो। बाढी त झन बढ्दै गयो। बाढी झन बेगवान बन्यो। बाढीले चुच्चाचुच्ची देखिएका ठुल्ठुला ढुङ्गाहरूलाई चुर्लुम्बै पार्यो। टापुलाई छोप्दै छोप्दै तिनीहरू उभिरहेको ठाउँलाई समेत डुबाउँदै आयो। अहिले काजलका बा रामनन्दले मनमा नै विचार गरे, सबैजना हात समातेर बाढीमै पसौँ, आखिर नबाज्ने नै भयो। सास छौन्जेल आस। उसको मन फेरि बदलियो। बाढीले दबेटिएका तिनीहरू टापुको बीचको त्यसै रुखमा चढे। बलियो गरी समात है, रामानन्दले भने। उनले आफैले काजललाई काखैमा च्याप्प समातेर एउटा बलियो हाँगामा आड लिए। टापुलाई ढाक्दै झ्याङ र झाडीहरू डुबाउँदै रुखसम्म आइपुगेको बाढीले अब रुखलाई पनि हल्लाउन थाल्यो। यसले गर्दा तिनीहरूका मुटु पनि बेसरी हल्लन थाल्यो। केही परतिरका गाउँका मानिसहरूले नदीमा पानी बढेको देखेपछि तिनीहरू आफ्ना खेतहरू हेर्न आएका थिए। तिनीहरूले रामानन्दका परिवार रुखमा चढेर आफ्नो ज्यान जोगाइरहेका देखे। हल्ली खल्ली हुरी जत्तिकै जताततै चल्न थाल्यो। त्यही बेला केही परतिरको ब्यारेकमा केही सिपाहीहरू नदीमा आएको बाढी दूरबीनले हेरिरहेका थिए। हेर्दा हेर्दै एकजना करायो, अरे के हो त्यो? टापुको रुखमा त 4 जना मानिस पो देखिन्छन्। लौ लौ, त्यो रुखलाई बाढीले ढाल्नै खोजे जस्तो छ। अर्को सिपाहीले पनि हेर्यो र ऊ पनि चिच्यायो, तिनलाई त अहिले नै जोगाउन पाए मात्रै। के गर्ने? सदरमुकाममा खबर गरेर हेलिकप्टर मगाऊ। तिनीहरूको त अहिले उद्धार गरिहाल्नुपर्छ। सिपाहीहरूले सदरमुकाम तुरुन्तै फोन गरे र हेलिकप्टर पनि तुरुन्तै आइपुग्यो। उद्धारकर्ताहरूले हेलिकप्टरबाट एउटा बलियो डोरी तल खसाले। काजललाई आफ्नो पटुकाले बाँधेर बोकिरहेका उसका बाले काजललाई बोकेरै डोरी समाते र रुखलाई छाडे। त्यसरी नै काजलकी आमा र मामाले पनि डोरी समात्दै रुखलाई छाडे। डोरी समातेर बस्नु कम गाह्रो थिएन, तर डोरीमा पारेका गाँठोहरूमा टेकेपछि भने तिनीहरूलाई अलिकति सजिलो भयो। त्यसपछि तिनीहरूले आँखा चिम्लँदै लामो सास फेरे। यसरी तिनीहरूको उद्धार भयो। त्यो दृश्य हेरिरहेका गाउँलेहरू हेरा हेरै उद्धारकर्मीहरूको तारिफ गरिरहेका थिए। काजल र उसको परिवारलाई उद्धार गरिसकेको मात्र के थियो, बाढीले टापुको त्यस रुखलाई हेरा हेरै पल्टाएर लग्यो। अहिले पनि काजल त्यस रुखलाई बारम्बार झलझली देख्ने गर्छ। ऊ त्यस बेला भित्रदेखि कराउँछ, त्यो अरू जस्तो रुख हुँदै होइन, त्यो रुख त हाम्रा लागि सुनको रुख हो। सुनको रुख। कथा सुनको रुख। दर्शक तथा श्रोतावृन्दहरू, त्यसै गरी अर्को कथा रहेको छ, खरायोले फेरि हार्यो। कथाकार आइपी अधिकारी, चित्राङ्कन गोविन्द विमली। एउटा खरायोले कथाको किताब भेट्टायो। त्यो किताब उसले चाख मानेर पढ्यो। त्यस किताबमा उहिले दौडमा खरायो कछुवासँग हारेको कथा रहेछ। जाबो कछुवासँग पनि हार्नु? कथा पढिसकेर जोसिँदै खरायोले भन्यो, अब हाम्रो पालामा पनि दौड गर्ने। कछुवालाई म जितेरै छाड्छु अनि नयाँ कथा लेख्नेछ। खरायोले त्यही दिन एउटा कछुवासँग दौड प्रतियोगिता गर्ने प्रस्ताव राख्यो। कछुवा भाइ, तिमीहरू चाँडो दौडन्छौ रे, एकपल्ट हामी बीच दौडको प्रतियोगिता गरौँ है। अब यस्तो दौडिने पुराना कुरा नगरौँ। चराभन्दा छिटो हवाई जहाज उड्छ, हेर त माथि। कछुवाले आकाशतिर देखायो, तर खरायोले ठिप्पी छाडेन। एक दिन दौड प्रतियोगिता हुने नै भयो। खरायो र कछुवाको दौड सुरु भयो। खरायो खुरुरु दौडेर पर पुगिहाल्यो। लामकानेले जित्ने भयो। म के गरौँ होला? कछुवाले चिन्तित हुँदै मनमा नै सोच्यो। केही छिन दौडेपछि खरायोलाई थकाइ लाग्यो। ऊ विश्राम गर्न रुखको फेदमा गयो। यसरी सुस्ताउन हुन्न,
नत्र भुसुक्क निदाउला र पुरानो कथा जस्तै कछुवाले जित्ला। ऊ आफैसँग भन्न थाल्यो, तर यस्तो विदित चर्को घाम के गरी छिटो पुग्ने होला त? यसपल्ट खरायोले चलाखी गर्ने विचार गर्यो। लौ विचार फुर्यो। उहिले बस चल्दैन थियो, हिजो आज चल्छ। विज्ञान र प्रविधिको जमाना, हा हा हा। यति सोचेर हाँस्दै खरायोले परबाट आउँदै गरेको बस रोक्यो अनि चढ्यो। थकाइ पनि मर्छ, बसले छिट्टै पुर्याइहाल्छ। आहा, त्यो लुम्से कछुवा घिस्रदै आउँदै होला, अब मैले नै जित्ने पक्का भयो। क्या मजा। खरायो दङ्ग पर्यो। उता कछुवा चिन्तित भयो। के गर्ने त? उसले आफैलाई सम्झियो, बल नभएकाहरूले बुद्धि लगाउनुपर्छ, बुद्धिले नै लामकानेलाई जित्नुपर्छ। तर कसरी? कछुवाले केही सोच्यो अनि मुस्कुरायो। उसलाई केही जुक्ति फुरेछ। बसबाट झरेर जाँदा त कछुवा पहिले नै टुङ्गोमा पुगिसकेको पो देखियो। दौडमा कछुवा नै प्रथम भयो। खरायो हिस्स पर्यो। गाडी बिसाउने ठाउँमा म ओर्लिएर अनेक रमिता हेर्न थाले। बस छुटिहाल्यो। अर्को बसमा आउँदा ढिलो भयो, नत्र पक्कै नै म प्रथम हुने थिएँ। खरायोले थकथकाउँदै भन्यो। कछुवा चाहिँ कसरी छिटो पुग्यो? खरायोले आशंका गर्यो। उसले थाहा पायो कछुवाले त झनै चलाखी गरेछ। ऊ त मोटरसाइकलमा चढेर कतै नभुलिकन पहिल्यै पुगेछ। खरायोले हार्यो। फेरि त्यही पुरानो कथा दोहोरियो। मैले जुन दाग मेटाउन खोजेको थिएँ त्यही बल्झिएर आयो। खरायो थकथकायो। हुन्न, म फेरि प्रतियोगिता गर्छु। कछुवालाई जितेर नयाँ कथा बनाइ छाड्छु। खरायोले फेरि अठोट गर्यो। खरायोको ढिप्पीले फेरि प्रतियोगिता हुने भयो, तर अन्तिम पटक। यसपल्ट नियम अर्कै थियो। पल्लो गाउँका खेलकुद प्रमुखलाई जसले पहिला सूचना पुर्याउँछ उही प्रथम हुने नियम तोकियो। जसरी भए पनि भनेर सुविधा दिएको थियो। अब म कछुवाको भन्दा छिटो दौडने मोटरसाइकल चढ्छु र छोटो बाटो भएर जान्छु। यसपटक मैले प्रथम हुनै पर्छ। पुरानो कथा सच्याउनै पर्छ। पुरानो दाग मेटाउनै पर्छ। खरायोले मनमा नै गोप्य योजना बनायो। यता कछुवालाई पनि चिन्ता पर्यो। ओहो, के गर्ने होला? मोटरसाइकलमा धेरै हुइकिनु खतरा हुन्छ। ढिपीले काम चल्दैन। कछुवा उपाय सोच्न थाल्यो। लौ विचार फुर्यो। कछुवाले जुक्ति निकाल्यो। खरायो मोटरसाइकल चढेर समाचार सुनाउन गयो। कछुवा भने देखिएन। प्रतियोगिता पनि सम्पन्न भयो। साँझ नतिजा घोषणा भयो। फेरि पनि कछुवा नै प्रथम भयो। खरायो अचम्ममा पर्यो। कसरी कछुवाले मैले भन्दा अगाडि समाचार पुर्यायो? यो त हुनै सक्दैन। खरायो जोडले करायो। कछुवा केही बोलेन र मुस्कुराउँदै आफ्नो हातको मोबाइल फोन उचालेर खरायोलाई देखायो। खरायो हिस्स पर्यो। बल्ल खरायोले कुरा बुझ्यो। जसरी भए पनि खबर पहिला पुर्याउन थियो। कछुवाले मोबाइलबाटै पुर्याएछ। खरायोले मनमा नै भन्यो। फेरि पनि मेरो बुद्धि पुगेन अनि म हारे। हामी खरायोले फेरि हार्यौं। फेरि अर्को कथाको किताब छापिएछ। खरायोले कथा पढ्यो। हिस्स पर्यो। कथाको शीर्षक थियो खरायोले फेरि हार्यो। तपाईलाई यो कथा कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। त्यसै गरी अब लागौं अर्को तथा आजको यस भिडियोका लागि अन्तिम कथा रहेको छ। कथाको शीर्षक हजुरबाको लुतो। कथाकार तुलसीहरी कोइराला। चित्र भण्डारी खहरे। रक्षाको मामा घर ओखलढुङ्गा जिल्लाको रातमाटे गाउँमा छ। त्यहाँ अझै पनि मोटर पुगेको छैन। यसपालि उनी आमाबासँग हवाई जहाजमा चढेर मामा घर जाने भइन्। उनीहरू घरबाट बिहानै निस्किए। काठमाडौँको विमानस्थलमा केही बेर बसेपछि रुम्जाटार जाने यात्रुहरूलाई विमानमा चढ्न बोलाइयो। रक्षा बाबाको हात समातेर विमान चढिन्। बाबा आमा सँगै हुनुभएकाले विमानमा चढ्दा उनी डराइनन्। जहाजको पेटी पनि आफै बाँधिन्। हवाई जहाजले धावन मार्ग छोडेर माथि माथि उड्यो। विमान परिचारिकाले चकलेट खान दिइन्। उनी जहाजको झ्यालबाट रमाइलो हेर्दै रमाउँदै गइन्। हेर त रक्षा, सगरमाथा त्यही हो। बाबाले जहाजको झ्यालबाट देखाउनु भयो। सगरमाथा देखेर उनी ज्यादै खुसी भइन्। रुम्जाटार विमानस्थलमा पुगेपछि हवाई जहाज रोकियो। त्यसपछि पैदल हिँड्नु पर्ने थियो। रक्षा बाबा आमासँग हिँड्न थालिन्। उकालो बाटो थियो। हिँड्न गाह्रो भए पनि बाटोमा देखिएका खोला, झरना, खेत र खेतबारीमा काम गरेका मानिसहरू देखेर उनलाई निकै रमाइलो लाग्यो। रक्षा बाबा आमासँग मामा घर पुगिन्। मामा घरमा बाख्रा, बाख्राका पाठा, गाई गोरुहरू र भैँसीहरू पनि थिए। त्यतिका जनावर देख्दा रक्षालाई निकै रमाइलो लाग्यो।
उनी मामा घरमा पुग्न साथ थकाइ बिर्सिएर पाठापाठीसँग म्या गर्दै खेल्न थालिहालिन्। भोलिपल्ट मामा घरको खेतमा धान रोपाइ थियो। रक्षा पनि रोपाइ हेर्न गइन्। खेतमा धान रोप्ने, रोपार हली बाउसे गर्ने मानिसहरू थिए। उनीहरूले असारे भाकामा गीत गाए र रमाइलो गरे। रोपाइ गर्दा गर्दै पानी पर्न थाल्यो। खेतालाहरूले घुम्लुङ्ग परेको पानीबाट नभिज्ने ओड्ने ओढेका थिए। त्यस्तो खालको नौलो ओड्ने देखेर रक्षा छक्क परिन्। यो के हो मामा? उनले सोधिन्। यसको नाम घुम हो भान्जी। ल यो भान्जीलाई। मामाले चिनाउनु भयो र उनलाई पनि ओढाइदिनु भयो। बेलुका घर फर्किएपछि हजुरबा, हजुरआमा, बाबा, आमा सबैले के काम गरेर आयो त रक्षा भनेर सोध्नुभयो। रक्षाले खेतालाहरूले गाएको असारे गीत गाएर सुनाइन्। मामा माइजू हाँस्नुभयो। त्यो दिन साउने संक्रान्तिको साँझ भएकाले मामा घरमा लुतो फाल्ने पर्वको तयारी भयो। हजुरबाले अब लुतो फाल्नुपर्छ भन्नुभयो। रक्षाले छक्क परेर सोधिन्, हजुरबा कसलाई लुतो आएको छ र? कसरी लुतो फाल्ने? लुतोलाई त औषधि पो लगाउनुपर्छ, फालेर निको हुन्छ त? रक्षाका कुराले सबैजना गलल्ल हाँस्नुभयो। हजुरबाले भन्नुभयो, मलाई आएको छ नि लुतो, अब फाल्नुपर्छ। हजुरबुबाले दियो कलश थापेर देवी देवताको पूजा गर्नुभयो अनि सबैजनालाई काम बाँड्नुभयो। ल म शङ्ख बजाउँछु, आमा घण्ट बजाउँछिन्, दीक्षा जाँतो घुमाऊ, आले ढिकी कुट, विनोद अगुल्टा फाल, ज्वाइँ अगेनोमा कुरेलो चढाउनु, रक्षाले नाङ्लो ठटाउनु। हजुरबाले भन्नुभए जसो गरी सबैले एकसाथ सबै चिज चलाउने काम गरे। डाङडाङ र डुङडुङको आवाजले घरै थर्कियो। मामाले लहै लुतो लैजाहै, जाहै लुतो जा भन्दै बाहिर चारतिर आगोमा अगुल्टा फ्याँक्नुभयो। रक्षालाई लुतो फाल्न गरेको कुरा निकै रमाइलो लाग्यो। उनले यस्तो गरेको कहिल्यै देखेकी थिएनन्। मामाले लुतो फाल्न प्रयोग गरेका सबै चिज चिनाइदिनु भयो। यो काग भलायो, यो लुतेसरो, यो कुकुर डाइनो, यो कुरिलो, यो बेसारे। हजुरबाले अरू पनि धेरै चिज रक्षालाई चिनाइदिनु भयो। भान्जी, यो हाम्रो धेरै पहिलेदेखि चलिआएको सांस्कृतिक चलन हो। मामाले भन्नुभयो। लुतो फालेपछि सबैजनाले मिठो मिठो खाना खाएर रमाइलो गरी साउने संक्रान्ति मनाए। भोलिपल्ट बिहानै उठेर रक्षा हजुरबाको छेउमा गइन् र सोधिन्, हजुरबा हजुरको लुतो गयो? खै हेरौँ त, लुतो गएको ठाउँमा खत त होला नि। सबैजना गलल्ल हाँस्नुभयो। हजुरबाले रक्षालाई सबै कुरा बुझाइदिनु भयो। लुतो आएर फालेको नभई आउँदै नआओस् भनेर यसो गरिएको थाहा पाएपछि रक्षा खुसी भइन्। कथा हजुरबाको लुतो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। भन्दै लागौं हिजोको गाउँ खाने कथातर्फ। हिजो मैले सोधेको गाउँ खाने कथा रहेको थियो, जति ठटायो उति रमाउने के हो, र यसको सही उत्तर रहेको छ मादल, तबला वा ढोलक पनि हुन सक्छ। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको गाउँ खाने कथा रहेको छ जता गए पनि पटुकै ओछ्याएको के हो। प्रश्न एकपटक फेरि, जता गए पनि पटुकै ओछ्याएको के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया यसै भिडियोको मुनि कमेन्ट गर्न नबिर्सनुहोला। भन्दै लागौं हिजोदेखि अहिलेसम्म कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताको कमेन्ट वाचनतर्फ। कमेन्ट वाचन तपाईलाई सुन्न आवश्यक लागेन भने दर्शक तथा श्रोतावृन्दहरू कथा सकिनै सकेको छ, यसलाई स्किप पनि गर्न सक्नुहुनेछ। यद्यपि यसलाई पनि सुनेर प्रतिक्रिया दिनुहोला भन्ने म आशा राख्दछु। सर्वप्रथम नहुल रिजालज्यू लेख्नुहुन्छ कति राम्रो स्टोरी। त्यसैगरी जीवन परियारज्यू लेख्नुहुन्छ सत्य घटना होइन र भन्नुहुन्छ। त्यसैगरी अस्मिता शिवाकोटीज्यू लेख्नुहुन्छ भेरी नाइस स्टोरी एन्ड ब्युटिफुल पर्फर्मेन्स। त्यसैगरी अम्बिका खकुरेलज्यू लेख्नुहुन्छ नाइस। त्यसैगरी अरुण सङदेलज्यू लेख्नुहुन्छ साह्रै मन छुने कथा सर, धन्यवाद अरुण राई भन्नुहुन्छ, धन्यवाद तपाईलाई पनि। त्यसैगरी विष्णु सापकोटाज्यू लेख्नुहुन्छ मादल होला दाजु भन्नुहुन्छ, सही उत्तर रहेको छ, धन्यवाद कमेन्टको लागि। सन्तोष खनालज्यू लेख्नुहुन्छ बाजा हो सर, धेरै राम्रो भन्नुहुन्छ, तपाईलाई पनि धन्यवाद। मायाश्रीज्यू लेख्नुहुन्छ साह्रै राम्रो कथा आदरणीय जमिन सर, तपाईलाई पनि धेरै धेरै धन्यवाद। इन्द्र वाइवाज्यू लेख्नुहुन्छ मजा लाग्यो। त्यसैगरी मीरा थापाज्यू लेख्नुहुन्छ अति रोचक स्टोरी जमिन भाइ। त्यसैगरी जोक राईज्यू लेख्नुहुन्छ धन्यवाद जमिन सर,
को कथाले सधैँ सुन्दा सबैको मनाई बुझ्ने रहेछ, सर झर्को नमानी सधैँ सुनाउनु सर भन्नुहुन्छ। धेरै धेरै धन्यवाद। म अवश्य पनि दैनिक रूपमा कथाहरू सुनाउने प्रयासमा रहेको छु। सौगात परियारज्यू लेख्नुहुन्छ, कमेन्ट गर्न नभ्याए पनि म निरन्तर सुनिरहेको छु है ब्रदर भन्नुहुन्छ। धन्यवाद। त्यसै गरी अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, आजको कथा नि साह्रै राम्रो लाग्यो। यस्तै पनि हजुरको आवाजले नै सेतो कागजमा रङ्ग भरे जस्तो बनाइदिन्छ जुन कथामा नि। र आजको उत्तर दमा या त मादल हुनुपर्छ। सर धन्यवाद, निकै मिठो कथा सुनाउनु भएकोमा भन्नुहुन्छ। सही उत्तर रहेको छ, दुवैलाई सही उत्तर मान्न सकिन्छ। इच्छा भाइङज्यू लेख्नुहुन्छ, हजुरले कथा सुनाउनु भएकोले मनै आनन्द भइरहेको छ भन्नुहुन्छ। धन्यवाद। अनिल राईज्यू लेख्नुहुन्छ, आन्सर मादल, ड्रम्स, तबला हो कि भन्नुहुन्छ। सही उत्तर। त्यसै गरी एन्जिल योङहाङज्यू लेख्नुहुन्छ, नमस्कार दाई, कथा धेरै राम्रो लाग्यो। 7-8 दिन भयो कथा सुन्नै पाएको छैन, काम व्यस्तताले गर्दा धेरै समय निकालेर सुन्दैछु कथा दाई भन्नुहुन्छ। धेरै धेरै धन्यवाद। त्यसै गरी चुडा सुनारज्यू लेख्नुहुन्छ, मादल हो कि सर। सही उत्तर। कुमार थापाज्यू लेख्नुहुन्छ, भेरी गुड स्टडी। धन्यवाद। त्यसै गरी नन्दकिशोर बानियाज्यू लेख्नुहुन्छ, नमस्कार सर, उत्तर मादल हो कि। सही उत्तर रहेको छ। सन्तोष राईज्यू लेख्नुहुन्छ, न्यानो सेकेन्ड भनेको 1 सेकेन्डको भाग हो भन्नुहुन्छ। त्यसै गरी माया मगरज्यू लेख्नुहुन्छ, नमस्कार जमिन सर, अति नै सुन्दर लोककथाको लागि धन्यवाद र आजको गाउँ खाने कथाको उत्तर मादल बजाएको हो भन्नुहुन्छ। त्यसै गरी अजित कार्कीज्यू लेख्नुहुन्छ, भेरी नाइस। एसके गेमिङज्यू लेख्नुहुन्छ, नाइस। राजकुमार लिम्बुज्यू लेख्नुहुन्छ, धन्यवाद भाइ, ज्ञानमूलक कथा वाचन गर्नुभएकोमा समय मिलेमा नियमित सुने गर्छु भन्नुहुन्छ। अरुण शङ्करज्यू लेख्नुहुन्छ, मादल जस्तो लाग्यो सर। सरोज देवकोटाज्यू लेख्नुहुन्छ, हल्का कार्टुन स्टाइलमा कथालाई भिडियोको रूपमा देखाउनु भएको भए हुन्थ्यो हजुर भन्नुहुन्छ। म प्रयास गर्नेछु। अमित बेलबासेज्यू लेख्नुहुन्छ, फर्स्ट कमेन्ट्स। त्यसै गरी भेषबहादुर कार्कीज्यू लेख्नुहुन्छ, घामले नदेखिने त छाया भन्नुहुन्छ। उहाँले नै अति सुन्दर भनेर कमेन्ट गर्नुभएको रहेछ। कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवाद भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।